Namaste, now Rathako now Udin. पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ। उनी हिमालयकी पुत्री पार्वतीको रूप हुन्। शैलपुत्री शक्ति, साहस र स्थिरताको प्रकट मानिन्छन्। उनको सवारी साँढे हो र उनले हातमा त्रिशूल र कमलको फूल धारण गर्छिन्। दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ। यो स्वरूप तपस्वी र साधनाको प्रतीक हो। उनले हातमा जपमाला र कमण्डल धारण गर्छिन्। यो रूपले भक्तहरूलाई तप, त्याग र संयमको प्रेरणा दिन्छ। तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिन्छ। उनको मस्तिष्कमा घण्टा आकारको चन्द्रमा हुने भएकोले उनलाई यस नामले बोलाइन्छ। उनी शान्ति, समृद्धि र युद्धमा विजयकी प्रतीक हो। उनको साधन सिंह हो। माता कुष्माण्डको पूजा गरिन्छ। उनले आफ्नो हाँसोबाट ब्रह्माण्डको सृष्टि गरेको विश्वास गरिन्छ। उनी सूर्यको तेज र शक्तिको प्रतीक हुन्। उनको सवारी सिंह र उनले विभिन्न हतियार र कमल फुलको धारणा गर्छिन्। पाँचौँ दिन स्कन्द माता कार्तिकेयको आमाको पूजा गरिन्छ। उनले मातृत्व र करुणाको प्रतीक हुन्। उनले 4 हातमा कमल घण्टी र आफ्नो पुत्र र स्कन्दलाई काखमा राख्छिन्। उनको सवारी पनि सिंह हो। कात्यायनीको पूजा गरिन्छ। उनी कात्यायन ऋषिकी पुत्रीको रूपमा अवतरित छिन्। यो स्वरूपलाई शक्ति र युद्धको प्रतीक मानिन्छ। उनले 4 हातमा खड्ग, ढाल, कमल र अग्निमुद्रा धारण गर्छिन्। माता कालिको पूजा गरिन्छ। उनी अन्धकार र दुष्ट शक्तिको नाश गर्ने स्वरूप हुन्। उनको रङ कालो छ र उनले खड्ग र काँटेदार हतियारहरू बोक्छिन्। उनको साधन भनेको गदा हो। माता महागौरीको पूजा गरिन्छ। उनी शुद्धता, शान्ति र पवित्रताको प्रतीक हुन्। उनको रङ सेतो छ। उनले सेतो वस्त्र धारण गर्छिन्। उनको सवारी साँढे हो र उनले त्रिशूल र डमरू बोक्छिन्। 9औं दिन माता सिद्धिदात्री देवीको पूजा गरिन्छ। उनी सिद्धि र मोक्ष प्रदान गर्ने देवी हुन्। उनको 4 हातमा शङ्ख, चक्र, गदा र कमल धारण गर्छिन्। उनको सवारी सिंह हो। आदरणीय संस्थापक ज्यूहरू, गुरुवर्ग, अभिभावकवर्ग, प्रिय विद्यार्थीहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यस बडादशैँ 2082को पावन अवसरमा हजुरहरू सम्पूर्णको सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। यस महान चाडले हामी सबैमा आपसी सद्भाव, भाइचारा र सहयोगको भावना अझ गाढा बनाओस्। तब दुर्गाको दिव्य आशीर्वादले हाम्रो परिवार, विद्यालय, समाज र सम्पूर्ण राष्ट्रमा शान्ति, समृद्धि र उज्यालो फैलाओस्। हाम्रो यस मकवानपुर एभरेस्ट इङ्ग्लिस स्कुल परिवारको तर्फबाट हजुरहरू सम्पूर्णलाई दसैँको मङ्गलमय शुभकामना। धन्यवाद।